हेलो एभ्रिवान, गुड मर्निङ। वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि साथीहरू, आज चाहिँ मैले मिनी ब्लग स्टार्ट गरिरहेको छु बिहानदेखि नै होइन। अनि आज तपाईँहरूलाई म के भन्न गइरहेको छु भने आज मेरो घर भिजिट गराउँछु है तपाईँहरू सबैजनालाई। अनि यता चाहिँ हाम्रो काकाको घर हो, अनि माथिको चाहिँ बोजूहरूको घर हो। अनि हाम्रो घर चाहिँ म देखाउँछु। अनि हाम्रो यो चाहिँ पुरानो घर हो, म भित्रेको घर। अनि हामीले बनाएको दोस्रो घर। अनि बर्खा लागेपछि लुगाहरू चाहिँ हामीले यसरी झुन्डाउँछौँ है त। अनि हाम्रो घर चाहिँ यस्तै रहेको छ साथीहरू। यो चाहिँ हाम्रो ससुरा बाबाले बनाइदिनु भएको घर हो। अनि यो चाहिँ पछि हामीले बनाएको घर हो। अनि हाम्रो किचन चाहिँ यस्तो रहेको छ साथीहरू, चिटिक मिटिक सानो। अनि मेरो मम्स त यहाँ हुनुहुन्छ। मम्स, तपाईँलाई के भएर यसरी तपाईँ रिसाइराख्नु भएको? भोलि म माइत जाँदैछु, तपाईँलाई खुसी लागेको छैन? अनि माइत जाने रक्सी हामी यहाँ पार्दैछौँ। अनि यहाँ चुइरहेछ त मम्मी, रक्सी चुहिएको होइन? तिन पानी भएको हो? किन र? म चाहिँ यहाँ छु। तिन पानी रक्सी। अनि ब्याडे चाहिँ कहाँ राख्ने हाम्रो? ब्याडे माथि होला माथि माइ। लामाकोमा राख्नुपर्छ होला। हाई त साथीहरू, बाई बाई।